नमस्कार सम्पूर्ण दाङ देउखुरीवासीहरूमा आज चाहिँ एउटा विशेष प्रसङ्ग लिएर तपाईहरू माझ म यो भिडियो प्रस्तुत गर्न चाहन्छु। आदरणीय दाङ देउखुरीवासीहरू, तपाईहरूलाई अवगत नै छ, पछिल्ला समयमा दाङ देउखुरीमा चाहिँ अघोषित लोड सेडिङ, बीचबीचमा चाहिँ तपाईँको झिपझिप बिजुलीहरू आउने जाने, तपाईँको हैन विद्युत चाहिँ अघोषित रूपमा नियमित काटिने, हैन तपाईँको चाहिँ लो भोल्टेज जस्ता विभिन्न किसिमका समस्याहरू देउखुरीमा देखिन थालेपछि र सामाजिक सञ्जालमा यस विषयमा जनगुनासोको एकदमै मात्रा बढेपछि चाहिँ यस विषयमा म लगायत यस देउखुरी क्षेत्रका केही युवा जनसमुदाय, सचेत नागरिक, पत्रकार, बुद्धिजीवी लगायत हरेक सम्बन्धित निकायहरूसँग विद्युत प्राधिकरण लमहीसँग विभिन्न पटक समन्वय गरेर त्यहाँ विभिन्न पटक औपचारिक रूपमा हामीले हाम्रा यस देउखुरीका समस्याहरूलाई लगेर विभिन्न मागपत्रहरू पनि त्यहाँ पेश गऱ्यौँ र मागपत्र पेश गर्ने क्रममा विभिन्न पटक हामीले त्यहाँ ज्ञापन पत्र पनि पेश गर्नु पर्यो। आन्दोलनको लागि हामीले घोषणा पनि गर्नु पर्यो, आन्दोलन पनि गर्नु पर्यो र त्यस पश्चात प्राधिकरणले हामी देउखुरीवासीहरूको तर्फबाट प्रस्तुत गरेको मागपत्रलाई त्यहाँ स्वीकृति गरिसकेपछि एउटा अनुगमन समिति बनाउने कुरा भयो र विद्युत अनुगमन समिति बनाउने कुरालाई पनि स्वीकृति गरिसकेपछि पछिल्लो केही महिना, लगभग 2 महिना अगाडिदेखि आजको समयमा चाहिँ विद्युतको अवस्थालाई चाहिँ केही रूपमा भए पनि सुधार आएको र उक्त यही सुधार चाहिँ तपाईँको क्रमगत हिसाबले अगाडि लग्ने हो भने चाहिँ हामी देउखुरीवासीहरू चाहिँ भविष्यमा आउने दिनहरूमा चाहिँ यस्ता किसिमका विद्युतीय समस्याहरूलाई चाहिँ लिएर दुःख पाउनु पर्ने, छटपटाउनु पर्ने अवस्था आउँदैन भन्ने चाहिँ मेरो विश्वास हो, हाम्रो विश्वास हो साथीहरू। त्यसकारणले गर्दा चाहिँ हामीले वर्तमान समयमा चाहिँ देउखुरीका विद्युतीय समस्यालाई पहिलो प्राथमिकतामा राखेर चाहिँ यति बेला औपचारिक रूपमै चाहिँ हामीले पहल गरिरहेका छौँ र यसमा चाहिँ विद्युत प्राधिकरण लमहीले पनि हामीलाई एकदमै प्रशंसनीय सहयोग गरेको पनि हामी जानकारी गराउन चाहन्छौँ। र यस क्रममा चाहिँ एउटा तपाईहरुमा के भन्न चाहन्छु भनेपछि हामीले आज सुरक्षित विद्युत सेवा अभियान देउखुरी नामक एक अभियान खोलेका छौँ, जसमा चाहिँ सम्पूर्ण आम देउखुरीवासीहरूको यति बेला साथ सहयोगको हामीलाई चाहिँ आवश्यकता छ। विद्युत प्राधिकरणले उपभोक्तालाई उपलब्ध गराउने बिलहरूमा चाहिँ शुल्कको विवरण अङ्ग्रेजीमा मात्र नभई अब आउने दिनमा चाहिँ नेपाली भाषामा पनि स्पष्ट रूपमा उल्लेख गर्नुपर्छ भन्ने जुन एउटा वर्तमान समयमा देउखुरीका आम जनसमुदायबाट तपाईको हामीलाई आएको एउटा यो सुझाव रहेको छ र तपाईको आम जनसमुदायबाट यो सुझाव आउँदै गर्ने क्रममा चाहिँ हाम्रा समाजमा बुजुर्गहरू हैन तपाईका कतिपय नपढेका, कतिपय चाहिँ तपाईको स्पष्ट रूपमा इंग्लिश भाषालाई बुझ्न नसक्ने नागरिकहरूबाट चाहिँ पर्याप्त मात्रामा बढ्दो रूपमा चाहिँ यो सुझाव आएको छ। नेपाली भाषा बुझ्ने लाखौं उपभोक्ताका लागि आफ्नो विद्युत समेत शुल्कको वितरण उल्लेख गर्नुपर्ने माग वर्तमान समयमा हाम्रो देउखुरीबाट स्वाभाविक र जनहितकारी छ। नेपालमा सार्वजनिक सेवा चाहिँ प्रवाह गर्ने क्रममा नेपाली भाषा प्रयोगलाई संविधानले नै प्राथमिकता दिएको छ। तपाईको नेपालको संविधानले चाहिँ नागरिकलाई आफ्नो मातृभाषा तथा एउटा राष्ट्रिय भाषामा चाहिँ कस्ता किसिमका सेवा गर्ने अधिकारहरूलाई पनि जुन संरक्षण गरेको छ भने सारै चाहिँ तपाईको अलिकति कमजोर किसिमका क्षेत्रहरू हुन्छ हैन, राज्यका चाहिँ तपाईको निकायहरूले चाहिँ सेवाग्राही मैत्री, तपाईको पारदर्शिता र सहज सेवा प्रवाह गर्नुपर्ने चाहिँ वर्तमान समयमा सबैको दायित्व हो र संविधान तथा प्रचलित कानुनले नै निर्देशित गरेको के छ भने नेपालमा चाहिँ विद्युत सेवामा चाहिँ नेपाली तपाईको भाषाको लागि कहीँ पनि रोकटोक छैन हेर्नुस् हैन। त्यसैले विद्युत बिल जस्ता अत्यावश्यक सार्वजनिक सूचना नेपाली भाषा तथा नेपाली अङ्क प्रयोग गर्न कुनै पनि संवैधानिक निकाय वा राज्य सरकारले रोकटोक वा हस्तक्षेप नगरेको अवस्थामा बरु एउटा यस्तो अभ्यासलाई चाहिँ हामीले प्रोत्साहन गर्न एउटा नीति र संवैधानिक भावना नै विद्यमान रहेको छ कि आवश्यक परेमा सम्बन्धित निकायले नै अतिरिक्त कार्यविधि तपाईको वा एक किसिमको प्राविधिक ढाँचा मार्फत पनि नेपाली भाषाको प्रयोग विस्तार गर्न सक्ने कानुनी तथा नीतिगत एउटा आधार समेत स्पष्ट रूपमा रहेको छ।
त्यसकारणले गर्दा अब हाम्रो वर्तमान समयमा दुईवटा प्रमुख मागहरूलाई चाहिँ हामीले कसरी लिएका छौँ भने देउखुरीमा चाहिँ हामीले यस अभियान चाहिँ चाल्दै गर्दाखेरि हाम्रो सुरक्षित विद्युत सेवा अभियान देउखुरी अन्तर्गत चाहिँ हामीले उठाएका वर्तमान समयका दुई स्पष्ट र प्रमुख मागहरू चाहिँ विद्युत प्राधिकरणले उपभोक्तालाई उपलब्ध गराउने बिलमा शुल्कको विवरण अङ्ग्रेजीमा मात्र नभई नेपाली भाषामा पनि स्पष्ट रूपमा उल्लेख गर्नुपर्छ र विद्युत प्राधिकरणले चाहिँ आफ्नो क्षेत्रभित्र रहेका जति पनि पुराना अवस्थादेखि यस हाम्रा क्षेत्रमा चाहिँ राखिएका तपाईका काठका पोलहरू बिजुली प्रवाह गरिएको कुनैमा 3 फेज लाइन जोडिएको छ, कुनैमा 2 फेज लाइन जोडिएको छ, तर पनि त्यस्ता काठका पोलहरू चाहिँ जीर्ण अवस्थामा छन् जसमा चाहिँ तपाईको अहिले ठुलो हावाहुरी आउने क्रममा चाहिँ ती काठका पोलहरू चाहिँ कहिले ढल्ने कहिले तपाईको हैन विद्युत सेवामा प्रवाहमा चाहिँ समस्या निकाल्ने वा केही कहिलेकाहीँ चाहिँ तपाईको हाम्रो अहिलेसम्म 4-5 वटा घटना समेत त्यस्ता घटिसक्यो जसले गर्दा नागरिकले आफ्नो ज्यान नै गुमाउनु पर्यो। त्यस्तो घटना नदोहोरियोस् भन्नको लागि पनि हामीले वर्तमान समयमा त्यस्ता सबै जीर्ण काठका पोलहरूलाई हटाउनु पर्ने यी दुई मागलाई चाहिँ हामीले वर्तमान समयमा आफ्नो प्रमुख देउखुरीको आवश्यकताको रूपमा लिएर अघि बढ्ने जमर्को गरेका छौँ। कृपया सम्पूर्ण दाङ देउखुरीको सम्बन्धित निकायहरू, आम जनसमुदायहरू, सरकार मञ्च तथा समग्र देउखुरीवासीहरू, दाङ देउखुरीवासीहरूको साथ सहयोग र तपाईहरूको सल्लाहको आवश्यकता छ। धन्यवाद। जय नेपाल, जय मातृभूमि।